सो हेलो गुड मर्निङ एभ्रिवान र आज चाहिँ हामी यहाँ बिहे घरमा छौँ। आज मेरो निनीको बिहे हो। निनीको दिदीको छोरो हो शिशिर चाहिँ। अनि 10 बजीसम्म उठ्दैन उहाँ जन्ती आइसक्यो बाहिर उठेर त्यो दाउरा बोकाउन लाउनुपर्छ। उता को हो भाइलाई उठाएर त्यसो काका अनि ठिक छ सबै के हो यो के रे यो हजुर के हो रे यो गोरो पोलो यता कालो पोरो ओइ मिल्टन सबैजना रेडी म त उता जाने लाज लागेर गीतमा आउँछ क्या यो सबै त्यो काट्नुपर्छ त्यो यहाँ काट्ने भएन होइन ए हाल्नु यो बोल्छ हैन होल्डर छ कुनै पनि छैन क्र्याक यता हेर्नु पर्यो यता हेर्नु पर्यो के यता बेहुली नानी उता हेर्नुस् यता प्लिज मेरो आँखा दुखिरा पहिले फेरि मरेलाले भतिजको भ्लगमा हेरिदिनु पर्यो नि काकाले पनि भतिजको भ्लगमा आमामा यस्तो गर्नु अब यी अति के हो काका दिपाजी त Hello guys. वेलकम टु Santosh. ट्रेनको गाडीमा आउने भने के हो Santosh Dai vlogलाई लाइक एन्ड सब्स्क्राइब हान्दिनु होला। पहिले त्यो बानौँ न त यसमै बनाएर पठाइदिउँ न त सिंगल एउटा तार मात्रै भए हुन्छ काका यो फेरि कति खोलिरहनु ल हुन्छ नभए दुईटै पठाइदिनु पर्छ दुईटै पठाइदिनु सबले लाइक एन्ड सब्स्क्राइब हान्दिनु होला। यो काटा हो काटा। यार यसले त जस्तो बिहेको तयारी साइडमा बस्नु बाबु कसको बिहे छेउमा निनीको कुन चाहिँ निनीको हो हेलो हेलो रुखमा तोमल लाने आमामा सन्तोषलाई कति यही सँगै गोरो त छ सरसले कति कालो देखिने सन्तोष दाइ हजुर हजुर निनीको आज बर्थडे हो नि। कुन चाहिँ निनीको बर्थडे आज यो बर्थडे भन्दै त निनीको बर्थडे होइन के दिदीको बिहे हो बिहे निनीको बिहे बिहे होइन थाहा छ निनी त अब जान्छ निनीको उसलाई के भन्छ निनीको बुढालाई के भन्छ निनी पाजु निनी त पाजुसँग जान्छ त्यही बाँध्दैन सबै बिहेको तयारी चलिरहेछ गएर गाउँमा गएर गाउँमा त्यो ब्याउनु जाँदा हेलो मैले गरिदिन्छु बन्द गर्दै त त्यो हेलो गाइस वेलकम टु सन्तोष ब्लगर। हामी चाहिँ अहिले गाउँतिर अनि यता रमाइलो कुन बेको ठाउँमा खाल्टे फ्याक्से धादिङ नीलकण्ठ पाँच भयो बे कसको बिहेमा आएको निनीको उता छ खसी त्यो स्याउ लोड गरौँ पनि थियो
सन्तोष दाई हेलो यति बेला हामी छौँ नीलकण्ठ 5 फ्याक्सीमा र झिलिमिली भइरहेछ कल्पना दिदीको बेमा भोलि 6 गते कल्पना दिदीको बे हुँदैछ हुँदैन हुन्छ त हुन्छ मैले हामीले खाइसक्यो के हुन्छ यहाँ कस्तो जेम समीरले के गरिरहेछौ इलेक्ट्रिक सामान तारकाको भित्र आएर हेर्नु डिग्रीमा ताता पानी हाम्रो तलधाराको पानी होइन त्यस्तो अलिअलि मनतातो पानी जस्तो क्या इन्भाइरोमेन्टसँग ठ्याक्क म्याच गरेर तपाईँको 13 गोब्रो 13 हिरो 12 हिरो 30 सब नुहाइधुवाइ गरेर हामी चाहिँ अब चक्क माथि घरतिर जाँदैछौँ र पालै छैन अब उता पलहरूमा छैन होला हेर्नु यता मेरो लुगा बाँकी छ है खै सिरम एकैचोटि फागुनको 6 गते आज बे फागुनको 6 गते कसको बे कल्पना निनीको हाम्रो गेट रहेको छ हेलो गाइस आज हामी आएको छौँ बेमा त्यहाँदेखि कसको हेर्न सक्नुहुन्छ मिस्टर दाई चिनेर मलाई चिनेर नभएले मेरो नाम के हो भन त एकैछिन सुयोग दाई हेर्न सक्नुहुन्छ सुयोग दाई आज कसको बे हो आज हाम्रो निनीको बे छ यता हेर्नुपर्छ पोस्टर खतरा बब्बालवाला हेर्नु सक्नुहुन्छ यता चाहिँ खतरा हरियाली देख्न सक्नुहुन्छ हेलो बर्थडे हेलो ब्रो हेलो 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 हजुरको हो हेलो 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 मिस्टर हेलो के हेलो के यता छ यता मिस्टर समीर दाई यहाँ छ टेन्ट समीर जोग दाई पनि छ ढाका टोपी लगाएर दौरा सुरुवाल लगाएर हाम्रो आन्टी हेलो यो म युट्युबर जान्छ हेलो आज चाहिँ टोपी ल्याएर टक्क भएर यस्तो बोबाल हाम्रो भाइ यस्तो सुप्रिम हाम्रो कपिल भाइ टोपी ल्याएर छ हाम्रो बेको तयारीको यता दुलै बस्ने ठाउँ छ गाई चाहिँ हामी चाहिँ हाम्रो गाग्रीहरू पुरै रेडी तिमी कसको बेमा आएको हो तिमी कसको बेमा आएको कपिल निनीको हामी दिदीको बेमा आएको हेलो 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 लाइक एन्ड सब्सक्राइब हानिदिनु भन लाइक एन्ड सब्सक्राइब हामी
सोट गरेर पढे गाइज हेलो हामी चाहिँ जन्ती लिन जाँदैछौँ होइन अब वेलकम टु माई भ्लग होइन वेलकम टु माई च्यानल सब्सक्राइब टु माई भ्लग जन्तीहरू चाहिएपछि है त्यो त होइन मेन भ्लग चाहिँ यता हो अब तर बस हामीले मिनी बस टाइपकै रहेछ सानै तार रहेछ अनि स्टार्ट गरेँ हिजो है अनि यो फुल भयो यतिको रहेछ क्या अलि जाला सिङ्गे एउटा अघि खासमा अड्का चाहिँ किन मेरो पनि बिहे भएपछि भन्नु न तपाईँ नि अड्काएर राख्ने मैले नि एकजना त्यही एकजना सिङ्गल तेरो क्याटेगोरीको सिङ्गो एकजना छ अब सिङ्गल पिस सिङ्गल पिस ल जाऊ 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 जाऊ
ल यो सँगै जाए गएर खिच्छ त आउँछ ल समाना फेरि समा त्यसरी म त यो भइहाल्छ नि हुन्छ गर्दा तिमी गर्दा भाइ गर्दै त बिहेको बेला अर्कै आपत पर्छ खुट्टा र बे सरी के पनि भएन मलाई अलि साइडमा अलि साइडमा बाबु तमी तल 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 आमा दुलार तमीले हेराको
ए बाबु त्यो लिएर हजुर उहाँलाई बाँड्दिनु तपाईले त तल लोमी दिँदै भन्नु पर्यो नि त हजुर लोमी हैन मामा हैन डबल लोमी तपाईँ यसो गर्नु तपाईँ यहाँ भन्नु त भाडा पुर्याएर यसो गरौँ बाबुलाई जन्तीहरू तल खाना खानु पहिले भोग मार्नु अनि काम यहाँ गरौँ हजुर कहिले तल पहिला अलिक भोग मारौँ अनि अरू काम गरौँ यताबाट सजिलो बाटो यता आउँछ ठिकै छ अब अप्ठ्यारो भने अब दुले लिन आएको अप्ठ्यारो छोड्नै पर्छ यताबाट सजिलो बाटो चाहिँ बाबा उता खाजा खाना अनुभव यही हो अनुभव यही सर जो सम्बन्ध गरी दिदी खै बाजा म पठाइदिउँला बाजा त्यसरी किन लाग्यो ए बाउ म पठाइदिउँला यता मिल्दैन ठाउँ नै भयो नि के त कहाँ उभिने हामी उतापट्टि जाउँ न हामी उतापट्टि जाऊँ आऊ हिँड हिँड तोर्छ हेर्न हामी घरमा बसेर बजाउने यो पनि घरै हो ढाक ढाक Bye.
यहीको दाइकै युट्युब हो क्या तिम्रो
भाइ 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 जान्छ यो जान्छ मेन
अलि लड्छौ नि अनि खुट्टा दुखेर रहेछ फेरि अब हामी भोजमा कसले गयो ऊ त बारी सबै पाउन सबैले आफ्नो आफन्ती बोलाऊ हाम्रो गाउँतिरको आफन्त आइसक्नु होइन फुलबाहरू आइसक्नु मन जान्छ जाउँ हामी जाउँ तिमी हाल म पनि खेल्नु ल जाउँ मी चाहिँ खाएर खाना अब जानेछु खाना एउटै धारा भएर त ओ डन कता मैले चाहिँ खिचाएन यता बाइक बाहिर निस्क्यो अहिले कति निस्क्यो थियो भने म ठ्याक्क फर्केर आइनँ त्यहाँ निस्क्यो जाडो पो हो त मान्छे तिमी हटाउँदैन छोरो तिमी यहीँ बस मम्मी त्यहीँ बस्छु मम्मी छुट्टी नाति यहाँ आइज यहाँ बस्नु अघिलाई पुटिङ चाहिन्छ दुईटा पुटिङ चाहिन्छ यो सामान लगाएर तल पर्छ क्या हो त्यसो गरेर चलाउनु पर्ने हो यो अलिक उता हटाएर यहाँ सामान राख्नु हुन्थ्यो गएर त्यसो गर्दैन अहिले चाहिँ भित्र लगेर गर्नुहुन्छ क्या हो जुडो पाल्ने मान्छेहरूलाई उनीहरूलाई भन्नुपर्ने कता गयो केरापात त्यहीँ थियो मैले के अरे त्यहाँ काट्न दिन काट्न त्यो सजिलो हुन्थ्यो यहीँ ठिक होस् हो यत्रो काट्न काट्न त्यो सजिलो एकैजना आउनु के अरे सजिलो पनि भयो ल है पानी अब पानी 5-7 तपाईँ त्यो सुनले जे गर्ने हामीलाई थाहा छैन त आफ्नो सुनको युज गर्दा गर्न काका बुवाले त्यसो गर्ने हो कि मम्मी पानी पालो पालो अनि हामी
यही भइसकेको छ है उ त फरक थियो फरक परे बजारमा बल पर्दैन हैन त्यो उनीहरुलाई यहाँ जुटुपाली मान्छे खोल्नु बाटो ल्याउनु बाहिर सुपारी लय बाटो सुपारी हाले बाटो भित्र ल्याउनु जुटुपाली मान्छे चिक पार्नु यसै नअन्दाज छैन पकाले दिनु पर्यो पहिला पका हे पका मान्छे खोजे खोजी गर्नुपर्ने भित्र राख्नु पर्यो पहिला आमामा त उचेटो भएन अहिले आजलाई त उचेटो भयो नि त पछि दिने कस्तो होला भने राखिहाल्ने अन्त मैले दिन्थेँ भने मैले अहिले अब म पछाडि पन्चामा छु कि पहिला मैले दिएँ अनि अरूले दिन्थ्यो जेठो रोलबाट त जेठो दिनु पऱ्यो नि टिका लाउने कि होइन पहिला टिका लाउने कि बडा धुनी पहिला बडा धुनी अनि त्यो लागि त्यो बेसी दियो आइ आउ भाइ बाटाबाटी यो त आउ न अब यो त हट न अलिकति टेपको लाखमा कान्छ सबै लाउँदा धेरै हुन्छ हो भएन कि यो टिकै एउटा बेस लगाइदिनु अर्को लाउँछ अर्को लाउँछ ढिलो नगरौँ कति बात म समाइदिन्छु नि नभए है म समाइदिन्छु टाढा छ अप्ठ्यारो छ भनेर फुल अलि अगाडि साह्रै हुन्छ कि गोडा सहिले हुन्छ कि ठिक छ कति भयो रोल सम्झेर बस्छ है
सिहाल्ने है अहिले त्यहाँ पानी परो भइहाल्यो राख्नु मैले घर परिवार जम्मै थाहा पर्छ भने हेरिरहनु पाएँ काकीहरू आमाहरू रमाइलो है सरिहाल्यो है यतापट्टि बरु हाल्दैछु गिलास टिका लाउनु लानु पछाडि झर्छ मेरो पनि त्यस्तो त्यहाँ भेटी झिक्दै अन्नु लाउनु रात परिसक्यो क्या मलाई चाहियो भेटी त लिइराख्नु हात मलाई भेटी निकाल्छ है सक्यो माथि टाउली गर्नु एक ट्याक्टर लाउनु तपाईँ मोबाइल है त बहिनी खेल्नु त आउनु पर्दैन अहिले मनोदाहरूलाई बोलाउँदै होइन खुट्टा
अनि भोलि नै आउनु पर्ने भने हो र हजुर यो भन्न भोलि आउनु पर्छ भोलि आउनु चाहिँ अलिक डरलाग्दो कुरा आयो अनि के हो भोलि नै आयो भने यहाँ अब 15 दिनेहरूले अब हाम्रो तल यस्तो छ रोकेर पर्दैन 15 दिनेले भोलि ज्वाइँलाई टिको लाउनु पर्छ हाम्रो आज टिको लाउँदैन ज्वाइँलाई टिको लाउनु पर्छ 5 दिन भित्र गर्न हुँदैन हाम्रो जस्तो 15 रात बिताउन आयो भन्नु अलिकति फेर्न मिल्दैन यस्तो कुरा आयो के उता अनि मलाई यहाँ पठाउनु भयो 5 दिनसम्म पर्दैन हैन भोलि नै आउने मिल्दै मिल्दैन कति गरे नि मिल्दै मिल्दैन भन्ने नि त हामीले 15 दिन मान्छे पर्दैन अन्त आफैले हाल्यो छिटो गर्नु फेरि मुमाइस हो त्यस्तो च्यापको अलिकति लायक भइयो नि पानी हालिरहनु पर्छ धारा नटुटाइ आफैले हाल्यो दाइतो टिका लगाइदिनु टिका लगाइदियो भइहाल्यो भने के भेट्यो ल अब 15 दिन बाँकी हाल्नु धमाले दियो 300 हो र दिनु पछाडी जान्छ धमाले दियो कहिले सकिन्छ त अब आउनु दिनु बाँकी हाल्नु माइली सकेपछि बेली पार आउँदै भयो ल्याउने जाने होइन कि अब हाम्रो भाइ हाम्रो भाइ भने अब भाइ यही छ भाइ बुहारी छ सँग यहाँ धमा यहाँ के बार हुन्छ घर जाने आज मङ्गलबार भोलि बुधबार पर्सि बिहार शुक्रबार हुन्छ फर्किने आउने नभए अहिले अब के हाल्नु अनि भोलि बुधबार पर्सि अनि फर्किने भने क्या फर्किनु चाहिँ आमा स्याहार्नु होइन आउन नभ्याउने तिनपल्ट गर्नु अनि मुखी तिनपल्ट पनि ठिक लाग्नु सक्छ गयो भाइले गएर यसो पानी चढायो पानी
पर्दैन कि भाइले हात धुने हो नि त हो र खाऊ पानी भाइले बडा पानी खानु टिका लगाइदियो हात निनीबाट एक च्याप च्याप दियो ढिला नगरौँ त ढिला गरेर आफैलाई हो रातभर दक्षिणा देऊ दिस्यो दक्षिणा भइसक्यो हात भाइले हात छर्किन्छ पनि छिटो पनि आफै छर्किने यता होइन आफूले छरी खाने दिदीको हात पानी खाने अरूले बडाको खाने भाइले हात खाने मैलो छ यसो गर्ने कोटा रातो लाग्छ म दिदी यहाँ नै तल पोस्टमा कति भाइले जे गरे उयो गर सुपारी नै हाल्नु पर्थ्यो पूजा भयो त कुरा न बढ्दियो पचास बढ्दियो मसिन हुँदा अब त्यो गाग्रीको पानी भरि बनाएर गाग्री बनाउनु पर्ने अनि त्यो परुवाभित्र पर धार लगाउने पानी भरि बनाउनु पर्ने त्यो साइली कता गयो होला साइली माइली साइली त्यो काम गरेर लाएर चाहिँ माइली जेठी कता होला म त यहाँ हजुर त्यो कौरभित्रको पानी कर भरिहाल ल अब अनुमान बेला गर्नुपर्छ बाउ अब तयार हुनु पऱ्यो नि त्यताबाट बाउ देशमा अब उहाँ टिका त पारे होला नि अब जुठो पनि बेला भयो त्यो गाडी यहाँ पानी फेरि कसैले छुनु हुँदैन मान्छे हटाइदिनु पर्छ त्यो जुठो लाइन मान्छेले छुनु हुँदैन अर्को मान्छेले हटाउनु पर्छ कसैलाई छुनु हुँदैन जुठो लाइन होइन भने उनीहरूले ल्याएछ भने उनीहरूले ल्याएछ कति पैसा हेऱ्यो यो भाँडाको बिर्को यहाँ छ है यो पानी खनाउनु भित्र कौरा भरि हालेर अनि खनाइदिनु भित्र हालिसक्यो हालेर गाडी खनाइदिनु पर्यो त्यो गाडी बनाउनु पर्यो गाडी जान्छ गाडी कहाँ गर्नु धुनेर राख्नु पर्दैन हात कता माथि भयो रेडी छ जुटी भ्याली बित्तिकै अन्य हाल्ने हो मामा खाना भर्खर लिएर गएको छ मामालाई खानालाई भर्खर पठाएको जन्ती अलिअलि खान्थ्यो होला कि सबैलाई सोधे हो त्यही त
पानी हाल्दिनु मलाई धारा टुटाइकन हाल्ने बाँकी भए पलार भाउजू हो नभए सिद्धि बसिया छैन थाहा छैन अनि बेला भएपछि आतुरी भए त मान्छे भट्टा आइदिनु पर्छ त पलार भाउजू पनि आयो होइन रे त भएन ल त्यसमा यो खड्काएर पानी फालिदिने हो यो खड्काएर पानी फालिदिनु पर्यो ल अलग फालिदिन्छु चौडा हाने काल लाग्छ खै त अब जुटुवाली मान्छे यहाँ ढोका आयो उतै ढोका यहाँ पठायो नानी त खानेकुरो के खाऊ चढाउ भुइँमा यो नि पठाउने हो खड्कासँग जान्छ पैसा सिनी छ सबै कति हजार कति जम्मा मैले टिपेर राखेको थिएँ बादमा दिएछु त्यो लिस्ट यति यति मात्रै भनेको यति भनेको एकछिन नदेल तिमी नै अब चाहिँ अन्मासी पक तिमी नै लिएर है मलाई आमालाई तिमी नै जिम्मा लाएर तिमी नै लिएर अनि यहाँ खोल्ने कति बेला साँझ कति बेला यहाँ एकछिन बोकेर गए नि हुँदैन त्यो चढाउ अनि खाऊ अनि खाने हो जुठो हाल्ने हो साँझको बेला मारि न लगिदिन यहाँको राउजी उहाँ पुगे त लौ न फेरि कसले लगिदियो बाटाको त्यो मलाई करुवा पानी ल्याउनु पर्यो अरू करुवा लौ न यो पानी खन्नु त्यो पानी अरू करुवा छैन मोबाइल त्यो चाहिँ लानु फेरि त्यहाँ बाटो छेक्छ होला के गर्छ हनुमान बेला कस्तो चलाउँछ हजुर लगाइदिएन ए दक्षिण हात दिनु अब यहाँ ऊ भइसक्यो अब दक्षिण हात फुसुको राखिदिनु भयो सुपारी बाहिरबाट लानु है सुपारी राखायो होला नि सुपारी दिनुपर्छ अब हात जुठो छ अब तपाईँ आफूलाई दिइराख्छ त्यो बोझ हालिहाल्छ यहाँ हालिदियो कि नानी के म राखिदिउँ पानीको करुवा आएन पानी करुवा खाइ त्यही हुन्छ म अर्को फेरि पानी थाप्नु अर्को करुवा लानु पर्थ्यो त्यो झिक्नु पर्छ ल दुटो लिने मान्छे अब यहाँ आइबी हुन्छ
है हो जाउँ हटाउनु पर्छ एकजना अगाडि अगाडि गएर पर्छ यो बाटोमा तपाईँले राख्नु हात धुन्छ नि दुईटा हात मेरा पातो सुत यहाँ राख्ने गिलास चाहिँ त्यहाँ राख्ने हुन्छ गिलास अनि कसैलाई छुनु हुँदैन तपाईँले लिएर जाने मैले पानी हालिदिनु भयो गल्लीमा त्यो गेट उता त्यो गिलास र यो भाँडा चाहिँ तपाईँले लिएर आउने मैले पानी दिने
हामीले के मतलब तर माइ त्यही पुग्नु पर्छ
हाम्रो चिमालाई चाहिँ लयो है अब चाहिँ छैन अब माइतीको स्वरूप आउने हो घरमा मात्र त्यति ल्याउन दिनु टाङ्गो बाटो गाडी कटेर दुलाले अनुसार त छिटो भएको दुलाले अनुसारको छिटो भएको 2-3 बजी ल्यायो भने बाबुलाई छोडेर गयो बाजाले अब पर्खिनु भने त भयो त पर्खिँदैन मान्छे वहाँ पुग्दा त ल्याउन खाली पर्छ छैन बाटो छैन पर्खनु पर्खिरह बाबुलाई पर्खिरह बाजाले बाबुको बाजा हो त्यति गर्दै हो र हो नि केटाहरू यस्तो पार्ने यार कोही बोक्दैन के गर्ने डरो दिए झन् दाजुहरूको चाँडै मलाई छोडी भिडियो बनाउने मान्छे अगाडि अगाडि पो जानुपर्छ अगाडि अगाडि त भ्याउनु पर्यो नि अब त्यही त बोल्नु अगाडि त्यही त भ्याएन भएन यहाँ भिडियो त के पच गर मान्छे क्यामेराम्यान कहाँ पठायो बाबु पानी परेको छ त ओर्याओरी छ बा यो कहाँ जुन बाटे राजा
गाडी पछि राखेपछि गाडीमा साइडबाट पानी भरेर पुरा गरी अनि गाडी त पडी छ रोड पडी छ के गरे गरे गाडी घुम्नुपर्छ दानीपट्टि गाडी पुरा गर्दै गर्दै राम्रो हेर्नु न ठिकै लाग्छ म सम्झाइदिन्छु कल्पनालाई पछाडि गर्ने यो पछाडिको ढोकामा चाहिँ हाल्नुपर्छ पछाडिकोमा पछाडिको त्यही त बिहिबार पनि लाउनु भित्र अलि तान्नु न यतै अलि यतापट्टि तान्नु पछाडि
भित्र सानो यसो समाउँदा टुप्पोमा उताबाट अलिकति छोड्दिनु न भयो ल हजुर के सम्झौता भएको अब थाहा छैन है त्यो चाहिँ मलाई पर्सिरे भन्ने कुरा छ अरे त्यही कुरो भयो अरे है थाहा छैन मैले दाइले कुरा गरेको अगाडिबाट उसलाई सक्दैन ल भोलि बुधबार भन्छ नि है मागेको